र एउटा सोध्दैछु म यहाँ कृष्णजीलाई। कृष्णजी, 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 मैले हजुरसँग एउटा कुरा सोध्नु, हेर्नुहोस् न त्यहाँ हाम्रो कतिजना मित्रहरू हुनुहुन्छ, यसो हेर्ने हुनुहुन्छ, सायद आइपुग्नु भएको छैन, म पर्खन्छु। अलिकति त टाइम छ, त्यस कारणले गर्दा सबैजनाले सुन्न पाउनु भयो भने मलाई पनि आनन्द हुन्छ। र हजुरले मित्रगणहरू समय अलिकति भइसकेको छैन, सबैजना आइपुग्नु भएको छैन रे। एकछिन हामी एकछिन पर्खन पर्छ कि सधैँ त हामीले भागवत श्रवण। हजुर, हामी 10 मिनटपछि हाम्रो 10-15 मिनटपछि हामी हाम्रो वाचन सुरु गर्नेछौँ। अहिलेलाई हिजोसम्म भागवत श्रवण गर्थ्यौँ, आजदेखि स्वस्थानी व्रत कथाको श्रवण गरिन्छ। र हाम्रो हामी हिन्दू जागरण नेपाल अभियान इजरायल मार्फत यो कार्यक्रम भइरहेको छ। यसमा अहिले लाइभ सञ्चालनको लागि हाम्रो नेपाल इजरायल.com ले गरिदिएकोमा उहाँप्रति धेरै धेरै कृतज्ञता व्यक्त गर्दै हाम्रो हरेक पर्वहरूमा कार्य गरिन्छ, कुनै पनि कार्य गर्दाखेरि यहाँहरूलाई जानकारी गराइन्छ हामीले। र यो कार्य भनेको हिन्दू जागरणको हो। यो हिन्दू जागरण एउटा संस्थाको रूपमा राखिएको छ, विशुद्ध धार्मिक संस्था पनि हो। र यहाँहरूले हिन्दू जागरणका पेज, हिन्दू जागरणका कुनै पनि कार्यक्रमहरूलाई हेर्ने गर्नुहोला। पेजमा क्लिक गरेर तपाईँहरूले हरेक कुराको जानकारी लिन सक्नुहुनेछ। र लिइदिनुहोस् पनि भन्न चाहन्छु। कतिपय कुरा हजुरहरूले दिनुपर्ने ज्ञान हुन सक्छ, कतिपय हामीले दिनुला। यो विषयमा हजुरहरूले मध्यनजर राखिदिनु होला यस विषयमा। र यही भन्दै 10 मिनट हामी कुर्नेछौँ। 10 मिनट पश्चात हाम्रो कार्यक्रम सुरु हुन्छ। मैले अघि नै पनि भनिसकेको छु हजुरहरूलाई, फुल दुबो केही न केही हातमा हरितको हातमा लिइकन, हातमा लिएर कथा श्रवण गर्नुहोला। कुनै प्रसाद राख्नुहोला। प्रसाद पनि जब हामीले कथा वाचन सके पश्चात हामी आफैले पनि ग्रहण गर्नुपर्ने हुन्छ। अरू मित्रहरू हुनुहुन्छ भने अरू मित्रलाई पनि ग्रहण गराउनु पर्दछ। त्यस कारणले हजुरहरू केही फुल प्रसाद साथमा लिएर बस्नुहोला। सक्नुहुन्छ बत्ती बाल्नु, सक्नुहुन्न फुल प्रसाद लिएर बस्नुहोला। जति पनि जुनसुकै देशबाट पनि
हाम्रा मित्रहरूले आज यो प्रत्यक्ष प्रसारणलाई सुन्नुभएको छ, हेर्नुभएको छ। यहाँहरूमा मकर सङ्क्रान्ति, माघे सङ्क्रान्तिको पनि शुभकामना, साथसाथै हाम्रो श्री स्वस्थानी व्रत कथाको पनि हजुरहरूलाई धेरै धेरै शुभकामना। आइदिनुहोस्, सुनिदिनुहोस्, हेरिदिनुहोस्, यो मेरो अपिल। कृष्णजी, म एकछिन फोन राखिदिउँ कि फेरि चार्जमा राखिदिनु। म अब 5 मिनटपछि सुरु गर्छु होइन। अब केही इन्ट्रोडक्सन गर्छु त्यही कुराहरू। यदि तपाईँलाई चाहिँ मेरो खाँचो पऱ्यो भने तपाईँले गर्नु होला, म चाहिँ अहिलेलाई भन्नु नेटमा राख्नु। साथसाथै सबै मित्रजनहरूमा मैले के भन्न चाहन्छु भने हिन्दू जागरण भनेको हाम्रो विशुद्ध धार्मिक कार्यक्रम हो। यसमा हाम्रो काम भनेको हामी अनियन्त्रित भएका जति पनि सनातनी हिन्दू धर्मावलम्बीहरू छौँ, साथै बुद्ध धर्म र किराँत र बौद्ध धर्मका जति पनि मित्रहरू छन्, हामी सबै एकत्रित हौँ, अनियन्त्रित नहौँ भन्ने हेतुले हामीले यो हिन्दू जागरण भन्ने पेज खोलिएको छ। यसमा अन्यथा नलिनु होला, हामी बुद्धिस्ट हौँ, हामी किराँत हौँ भन्ने त्यो नसोच्नु होला। यी 4वटा धर्मको जति पनि हामीले नाम दिएका छौँ, यी धर्म भनेका सबै ओमकार परिवार हो। त्यसकारणले ओमकार परिवार कहिल्यै पनि फुट्न नपरोस्, जुटेर बस्न पाइयोस्, हाम्रो यही नै भावना हो। यहाँहरूले पनि यही नै कुरालाई मनन गरिदिनु होला। र जति पनि बुद्ध धर्मावलम्बी हुनुहुन्छ, जति पनि किराँत धर्मावलम्बी हुनुहुन्छ, जति पनि हिन्दू धर्मावलम्बी हुनुहुन्छ, जति पनि बौद्ध धर्मका जति पनि मित्र सबै यो एउटा साझा चौतारी हो। यो चौतारीमा आएर हरेकका बाधा अर्चनहरूलाई बिसाउने कर्म गर्नु होला, अनियन्त्रित नहुनु होला, एकत्रित भएर बस्न पाइयोस्, मेरो यही नै भनाइ छ। यहाँहरूले पनि मन लगाएर तेरो मेरो नभनेर हामी सबैको भन्ने सोच्नु होला भन्ने मेरो।
कृष्णजी एकछिन राम सरले किन फोन गर्नुभएको राम सर कल गर्न सक्नुहुन्छ मैले कृष्णजीलाई होल्डमा राखेर उठाउँछु 2 मिनटमा सुन्नुभएको छ राम सरले कल गर्नुभएको छ राम सरलाई सोध्नु त कृष्णजी होइन उहाँले मलाई फोन गर्नुभएको थियो तपाईँले कल गर्नु हजुर अब सुरु हुँदैछ राम सर 2 मिनट म यहाँ श्रोता बिच छु सुनेछु हजुरले सुन्नुभएको छ जति पनि मित्रहरू यहाँ मलाई देखिरहनु भएको छ आफ्ना नजिकका कोही मित्रहरू हुनुहुन्छ भने उहाँहरूलाई यो लिङ्क सेयर गरिदिएर हजुरहरूले सहयोग पुर्याइदिनु होला यो मेरो हजुरहरूको अपिल पहिलो चरण पहिलै चरण श्री स्वस्थानी माताको परे शरण सबैजनामा मात्र नभएर सबैजना श्री स्वस्थानी माताको शरण पर्दै अब 4 मिनटपछि हामीले आफ्नो वाचन सुरु गरिन्छ ढुक्क भएर बस्नु होला आनन्दित भएर बस्नु होला कृष्ण गोविंद हरे
सबै श्रोताबिन बीच मैले कथा श्रवण गर्न गइरहेको छु। हजुरहरू आनन्दपूर्वक श्रवण गर्नुहोला। एक किसिमले हामीलाई साह्रै भाग्यवान पनि सम्मान गरेको छ, किनभने अर्काको देशमा आएर त्यसरी प्रत्यक्ष हजुरहरूले मलाई देख्नु र आनन्दसँग कथा श्रवण गर्न पाउनु हाम्रो पनि अभुवा सोच्न मातालाई कोटी कोटी प्रणाम गर्दै हाम्रो आजको प्रथम अध्याय ब्रह्माण्ड संसारको कसरी सृष्टि भयो र यसमा कति लोकहरू छन्, यो पृथ्वीको आवरण कस्तो छ, यस विषयमा वर्णन गरिएको छ। यस वर्णनलाई हजुरहरूले कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, परमकी मायामयी शक्ति स्वरूपिणी महाप्रकृति देवीका विशाल गर्भमा अनन्त कोटि ब्रह्माण्डहरू छन् र कति उत्पन्न हुन्छन् त कति विलीन हुन्छन्, यसको केही प्रभा नै छैन। यो संसार प्रलय भएर फेरि उत्पत्ति हुँदाखेरि मायामयी शक्ति स्वरूपिणी महाप्रकृति देवीका विशाल गर्भमा अनन्त कोटि ब्रह्माण्डहरू कति उत्पन्न हुन्छन् र कति विलीन हुन्छन्, यसको वर्णन गर्न सकिएको छ। यसको लेखाजोखा नै छैन, कति छ। त्यसैले तिनै ब्रह्माण्डहरूमध्ये यी पनि कुनै एउटा ब्रह्माण्ड हो जसमा हामीहरू जन्मने गर्दछौँ। त्यसमध्येको एक यहाँ जहाँ हामी जन्मन्छौँ त्यसको वर्णन यहाँ दिएको छ। र हामी जन्मन्छौँ फेरि बिलाउँछौँ पनि, हामी पनि कुनै रहने सदा सर्वदा रहने त होइन। यस्तो महत्त्वपूर्ण ब्रह्माण्डका विषयमा जिज्ञासा हुनु एक सम्भव यहाँ कुरा पनि हो। तसर्थ यसको स्वरूप कस्तो छ, कति ठुलो छ, कहाँ के वस्तु पाइन्छन्, यो बनेको कति वर्ष भयो, यसको आयुष्य बाँकी कति छ, कसरी यो आखिरमा बिलाउँदछ भन्ने आदि इत्यादि कुरा विचारवान पुरुषको उत्पन्न भइरहेका हुन्छन्। हामीहरूमा पनि यो इच्छा हुन सक्दछ, यसको विलय कहिले हुन्छ, आयु कति छ। हाम्रो मात्रै आयु नभएर ब्रह्माण्डको आयु पनि कति छ, जो कल्प भनिन्छ। यही हो सत्य त्रेता कली द्वापर कली हुने जस्तै कहिले कहिले उत्पत्ति हुने, कहिले विलीन हुने, यस विषयको वर्णन उहाँहरू र अगस्त्य मुनिको बीच भइरहेको छ। त्यसै विषयमा म तपाईँहरूलाई कथा भन्दैछु। किन यस्तो तरिकाले भनेको भनेर नसोच्नु होला, मैले पनि कोही मित्रहरू आउँदै हुनुहुन्छ कि भनेर सानो प्रतीक्षा हजुरलाई पनि गराइराखेको छु। उत्पत्ति भइरहेको इच्छा पूर्ण गराउन सके जगतले मागेका कुरा पुरा हुन जाँदा श्रोतालाई पनि भारी सन्तोष हुन जानेछ। यो कुनै मामुली कुरा होइन, तसर्थ खाली अखण्ड काल र अखण्ड पछु कुरामा काजोभरमा यसको तत्त्व निर्णय गर्नु हुँदैन। किन्तु सर्वविध योगीहरूले बनाएका शास्त्रका भरमा नै निर्णय गर्नु असल हुनेछ। किनभने साधारण मानिसका बुद्धिबाट
यस अपरिमेयको परिमाण सर्वदा पत्ता लाग्न सक्दैन। तसर्थ यसको स्वरूप पहिचान गर्न सबैभन्दा पहिले वेद र वैदिक शास्त्रको सहायताले लिनु पर्दछ, अत्यन्तै आवश्यक पनि हुने गर्दछ। तसर्थ वेद पुराण दर्शन धर्मशास्त्रतिर आँखा लगाउने हो भने अघि यो संसार पद्मकल्पमा जलमय छँदा योग निन्द्रामा निदाइरहनुभएका परब्रह्म स्वरूप विष्णुका नाभिदेखि सहस्र दल कमल उत्पन्न भएर त्यसै कमल दलमा ब्रह्मा बसी संसारका सृष्टि गर्ने विचार गर्दा यसै बखतमा विष्णुका कानी बुद्धिदेखि बडा वीर पराक्रमी मधु र कैटव भन्ने नाम गरेका दुई दैत्य उत्पन्न भएर मधु कैटव दैत्यले यहाँ के छ भनी जलमय संसारमा भ्रमण गर्दा गर्दा वरमा बसेका सहस्र दल कमलनेर पुगी कमलको डाँठो देखेर कमलको डाँठो समाति माथि गई ब्रह्मालाई देखेर ती ब्रह्मालाई खसाल्न तम तयार भएर तब ब्रह्माद्राई योगमायाको आराधना गर्नुभयो र हे योगमाया प्रकट भइदिनुहोस्। योगमायाको प्रकट भएपछि बिन्ती गरेर भने हे ईश्वरी विष्णुलाई जागा गराइदिनुहोस् भन्ने ब्रह्माका वचन सुनि योगमायाले श्री विष्णुलाई जागा गराइदिन् र श्री विष्णु जागा भएर मधुर कैटभदेखि देखेपछि कोर्दले चाँडी युद्ध गर्ने अघि ईश्वरी दिव्य 5000 वर्षसम्म जलमा युद्ध गरी तैपनि मधुर कैटभ दैत्यलाई जित्न सकेनन्। हे दैत्य हो, तिमीहरू बडो पराक्रमी रहेछौ, म सन्तोषमय वरदान माग भनी विष्णुले आज्ञा गर्नुभयो र तब त्यो सुनि मधुर कैटभ दैत्य अहङ्कार गरी भने हे विष्णु युद्धमा तिमीलाई हामीले जित्यौँ र के इच्छा राख्दछौ तिमीलाई हामीले मनले चिताएका वर दिनेछौँ, हामीसँग वर माग भने। यस्तो वचन सुनि मधुर कैटभका जो वचन थिए विष्णु आज्ञा गर्नुहुन्छ म वर त माग्दछु तर बाचा गर भनेर मधुर कैटभ दैत्यलाई बाचामा हाली तिमी मधुर कैटभ भन्दछन् तिमीले मागेका वर अवश्य हामी दिनेछौँ भनी बाचा गरे। तब विष्णु आज्ञा गर्नुहुन्छ हे दैत्य हो, अरू थो वर न के मागौँ, तिमी दुवैलाई मार्न सकौँ र म मार्दछु मेरा हातदेखि मर। यस्तो विष्णुका वचन सुनि मधुर कैटभ दैत्यले भने हे विष्णु तिमीले कपट गरी वर मागो तर हामीले बाचा गरेका छौँ, अब के गरौँ भनी मनमा विचार गरी सब जलमय संसारदेखि विष्णुसँग भने हे विष्णु हामीलाई जल नभएका ठाउँमा मार। यदि दैत्यले भनेको सुनि विष्णुले ती दुवै दैत्यलाई काखमा लिई यसैसँग मार्नु भएर तिनै दैत्यका भुसो शीतकालमा तुषारो परे झैँ पानीमा जमेर समुद्रबाट जल जमी पृथ्वी भई मासुले पर्वत भएर आड पत्थर भए। त्यो देखि ब्रह्माले अब सृष्टि गर्नु भनी सबैभन्दा पहिले 14 लोक भएको भुवन सृष्टि गर्नुभयो। एउटा ब्रह्माण्डका मुख्य 14 भाग हुन्छन् भन्ने बनाई सबैका एकै नासो पाइन्छ। विराट ब्रह्मको वर्णनतर्फ ध्यान दिएका खण्डमा ब्रह्माका वनबाट जस्तो मानिसको शरीरको बनावट नै उस्तै बनावट मनुष्यका शरीरमा मेरुदण्ड जस्तै ब्रह्माण्ड शरीरको पनि मेरुदण्ड हुन्छ। त्यसैलाई शास्त्रकारहरूले सुमेरु पर्वत भन्ने र गौडी वृत्तिका आधारमा गाउँ राखिएका हुनाले जस्तै मेरुदण्डका आधारमा मनुष्यको शरीर हड्डी त्यस्तै मेरुका भरमा ब्रह्माण्ड शरीर खडा हुन्छ। मेरुदण्ड हाडका तरीहरूका जोड्नेबाट बनेका हुन्छन्, त्यसै गरी तरीलाई पर्व भन्दछन्। तसर्थ तरी भएका मेरुदण्डलाई पर्वत भन्दछन् भने नाम व्याकरणको तप पर्व मेरुदव्या यस अनुशासन अनुसार भएको हो र अतएव मेरुदण्ड लाई मेरु पर्वत भन्नु कुनै अनुशासन विरुद्धको कुरा पनि होइन। यस्तै विज्ञानका आधारमा ब्रह्माण्ड शरीर खडा पार्नु मध्य भागका दैविक पर्वहरूको सन्धि भएका स्नान विशेषलाई मेरु स्थान
पर्वत मेरु पर्वत भनेको यहाँ सुमेरु ब्रह्माण्ड शरीरको मेरुदण्ड या रीढ अथवा डडाल्नु हो भने यो ब्रह्माण्ड शरीरको माझमा पर्दछ। यसैको आधारमा ब्रह्माण्ड शरीर उभिन्छ। दैविक जगतको महिमा अवर्णनीय छ र यसलाई सुनको पर्व हेमान्द्री आद्य इत्यादि शोभायुक्त वर्णनद्वारा प्रशंसा गरिन्छ। भूलोकभन्दा केही तलदेखि स्वर्गलोकभन्दा केही माथिसम्म यस सुमेरुको विस्तार छ। जस्तै हिमालय विन्ध्याचल आदि पर्वले धरालाई दृढ बनाउँदछ, त्यस्तै मेरुले पनि ब्रह्माण्डलाई दृढ पार्दछ। तर यो स्थूल पर्वत हुन् जो सूक्ष्म छ। त्यसैको भरमा ब्रह्माण्डलाई 14 भागमा विभाजन गरिएको छ। यिनै 14 अङ्गका नाम हुन्। जस्तै भूलोक, भूगर्लोक, स्वरलोक, महरलोक, जनलोक, तपोलोक, सत्यलोक, अतल, सुतल, वितल, तलातल, महातल, रसातल, पातल। यी मध्ये तल्लो 7 लोकमा इन्द्रिय सम्बन्धी सुख स्वर्गमा भन्दा पनि ज्यादा हुन्छ। यिनै लोकलाई विलय स्वर्ग पनि भन्दछन्। तसर्थ यहाँ इन्द्रिय सुखका लालची दैत्य दानव नागहरू स्वतन्त्र सुखमा मग्न भएर बस्दछन्। प्राय यस तिनीहरू दैवी प्रकृतिका विरुद्ध आसुरी प्रकृतिका हुन्छन्। अतः आफ्ना आफ्ना प्रकृति अनुसारको भोग भोग्नु स्वभावैले अधोलोकमा रत्तिन्छन् र माथिल्ला 7 लोकमध्ये भूलोक र भूगर्लोकलाई भौम स्वर्ग पनि भन्दछन्। बिल स्वर्ग र दिव्य स्वर्गका बीचमा भएको यस भौम स्वर्गलाई मध्यम श्रेणीको स्वर्ग पनि भन्दछन्। त्यसै भौम स्वर्गका पेटमा पृथ्वी, सूर्य, चन्द्र, नक्षत्र, ध्रुव इत्यादि स्थूल लोक रहेका छन् भन्ने शास्त्रको सिद्धान्त छ। यस माथिको लोकलाई दिव्य स्वर्ग पनि भन्दछन्, जसमा महेन्द्रको राज्य छ। उसैले यो महेन्द्र स्वर्गले समेत पुकारिन्छ। यसभन्दा माथि लोकलाई महरलोक भन्दछन्। यसै लोकलाई प्रजापात्य स्वर्ग पनि भन्दछन्। त्यसभन्दा माथि ब्रह्म स्वर्ग आउँछ। ब्रह्मा स्वर्गमा 3 लोक, जनलोक, तपोलोक, सत्यलोक पर्दछन्। भौम स्वर्ग भन्दा माथिल्लो 3 लोकमध्ये स्वर्गलोक दिव्य स्वर्ग र महरलोक प्रजापत्य स्वर्ग हो। जनलोक, तपोलोक, सत्यलोक, ब्रह्म स्वर्ग हो। यी दिव्य प्रजापत्य हो। दिव्य प्रजापत्य ब्रह्म स्वर्गमा सात्विकी प्रकृतिका उन्नत स्वभावका विशाल विचार भएका महान पुण्य आत्मा पुरुषहरू पुण्यको तारतम्य अनुसार क्रमशः माथिल्ला लोकमा रहन्छन्। यसको वर्णन पातञ्जल योग दर्शनमा गरिएको छ। अभिची नरकदेखि मेरु पृष्ठसम्मको स्थानलाई भूलोक भन्दछन् र मेरु पृष्ठमाथि ध्रुवसम्म ग्रह, नक्षत्र, ताराहरू रहने ठाउँलाई अन्तरिक्ष स्थान अथवा भूलोक भन्दछन्। भूलोक माथि महेन्द्र स्वर्ग, उसमाथि प्रजापत्य स्वर्ग, त्यसभन्दा माथि ब्रह्मा स्वर्ग छ भनेर लेखिएको पनि छ र भौम स्वर्गका अर्थात् भूलोक र भूगर्लोककै भित्र यो हाम्रा पृथ्वी छन्। जसलाई दुनियाँ भन्दछन्, कोही वर्ल्ड भन्दछन्, कोही संसार भन्दछन् त कोही भूलोक भन्दछन्। आफ्नो वातावरण सहित यिनलाई भूलोक भनेर शास्त्रले मानेको छ। त्यसै भूलोकलाई पनि शास्त्रमा 7 भाग
लगाएको छ। तिनै 7 भागलाई 7 द्वीप भन्दछन्। 7 भाग छुट्याउने सिमानामा 7वटा समुद्र छन्। तिनै समुद्रलाई 7 समुद्र भन्दछन्। यो द्वीपको र समुद्रको भाग खेतका घरा जसरी छुट्टिएका छुट्टै छुट्टै भएका छन् र किन्तु बन्दाकोपीका पात झैँ एउटाले अर्कालाई घेरेको हुन्छ। 7 द्वीपमध्ये सबैका माझमा रहेको र स्थूल रूप भएको हुनाले देखिएको यो अर्थात् जसमा हामी छौँ त्यो जम्मू द्वीप हो। यसलाई 4 समुद्रले चारैतिरबाट घेरेको छ। त्यसपछि त्यसकै वरिपरि प्लस द्वीप छ। यसलाई इच्छु समुद्रले घेरेको छ। त्यसपछि कुश द्वीप छ। कुश द्वीपलाई घृत समुद्रले घेरेको छ। अनि कौच द्वीप र उसका चारैतिर दधी समुद्र छ। त्यसपछि शाक द्वीपलाई दूध समुद्रले घेरेको छ। आखिरको पुष्पकर द्वीप हो। त्यसलाई जल समुद्रले घेरेको छ। यी द्वीपहरूमा सबैभन्दा सानो बीचमा जम्मू द्वीप हो। यसलाई घेरेको समुद्र पनि सानै छ र उसभन्दा बाहिरको प्लस द्वीप उभन्दा दुगुना ठुलो भएको छ। यही प्रकारले द्वीप र समुद्रहरू उत्तरोत्तर बढ्दै गएका छन् र यसरी 7 द्वीप र 7 समुद्रले घेरेको अथवा भरिएको पूर्ण स्थानलाई भूलोक भन्दछन्। भूलोक, भूगर्लोक, स्वर्गलोक बराबर परिमाणका छन् र यी तीनै लोक माथिका 4 लोकभन्दा ठुला पनि छन्। भूलोक र यस मृत्युलोकको साक्षात् सम्बन्ध छ। यसको मानचित्र केही देखाइएका र अरू केही देखाइन्छ पनि। 7 समुद्रहरू छँदै पनि छन् र पुराणमा झुट्टा गफ मात्र बयान गरेको हो भन्ने शङ्का धेरैजसोले गर्दछन्। त्यो तिनीहरूका भूल हो, किनभने यो समुद्रहरू प्रशान्त महासागर, अन्ध महासागर जस्ता सागर होइनन्, किन्तु अन्तरिक्षका विभिन्न सामग्रीबाट बनेका वातावरणरूपी समुद्र हुन्। गोबीका पात झैँ उसका माथि बेरिएका हुन्छन्। यसै जम्मू द्वीपलाई भारतवर्ष पनि भनिन्छ। अर्थात् आजकलको भूलोकद्वारा हामीलाई जुन पृथ्वी जान्दछौँ त्यही भारतवर्ष पनि हो। त्यसलाई हिमवर्ष पनि भनिन्छ। त्यसै भारतलाई नै हिजो आज हिन्दुस्तान पनि भन्दछन्। यसै जम्मू द्वीपरूपी भारतवर्ष भन्ने दोस्रो नाउँ भएका भूमिका उँभोपट्टि पानीको उँभोपट्टि नीलोकी त्रिलोकी अर्थात् भूलोक, भूगर्लोक र स्वर्गलोकको भित्र भूलोकका दक्षिणपट्टिका कन्धारमा पितृलोक, प्रेतलोक, नरकलोक यी 3टा लोक समेत रहेका छन्। अभिचिमाथि मेरु पृष्ठसम्मका प्रदेशहरूलाई भूलोक मानिएको छ। उसले पितृलोक, प्रेतलोक, नरकलोक यी 3वटा लोक भूलोकभित्रै पर्दछन्। यतावता ब्रह्माण्डका बीचमा यो पृथ्वी कति छ भन्ने 3556 भाग यिनी यसैलाई 14 भागमा विभाजित गर्दा 254 भागको छ। यसरी भने जम्मू द्वीप र उसलाई घेर्ने समुद्र देखिन आखिरी पुष्कर द्वीपलाई घेर्ने समुद्र तकको शास्त्र अनुसार भाग सङ्ख्याले भाग लगाउँदा 254 हुन जाँदछ। त्यसलाई 14 लोकको अनुसार 14ले गुणन गर्दा 3556 हुन जान्छ। तसर्थ एक ब्रह्माण्डको अर्थात् 14 भुवनको 3556 परिमाण भयो। त्यसलाई 14ले भाग लिँदा एक भुवन अर्थात् भूलोकका परिमाणको सङ्ख्या 254 हुन जान्छ। त्यसलाई अरू द्वीप र समुद्रको
शास्त्रमा बताए अनुसार सारको भाग पछाउँदा जम्मू द्वीप एक भागमा 254 हुन्छ र त्यसमा पनि नर्कलोक प्रेतलोक पितृलोक भाग समेत पन्छाउँदा यस पृथ्वीको परिमाण माथि लेखे अनुसार हुन्छ। तसर्थ ब्रह्माण्डको लेखा यो पृथ्वी सूर्यका अगाडि एउटा जुनकी जस्तो छ। तैपनि सानोमा पनि सानो यस पृथ्वीको परिमाण 50 करोड भनेर पुराणमा लेखिएको छ। वैज्ञानिक र ज्योतिषहरू पृथ्वीको व्यास पुग नपुग 8000 मिल मान्दछन् र 8000 मिलको 4000 कोष हुन्छ। 4000 कोषको 1000 योजन हुन्छ। 1000 योजनको 1000 योजन व्यास भएको भूलोकको घनफल कति होला भनेर हिसाब गर्दा 100 को घन गरेर 2 ले भाग लिँदा जो संख्या आउँदछ त्यही भूलोकको परिमाण थर हुन जाँदछ। यो सबै ब्रह्माजीले कसरी सृष्टि गर्नुभयो, यी लोकहरू के हुन्, कहाँ कहाँ पर्दछन्, यो हामीले भनिन्छ पढ्दाखेरि पितृलोक, नर्कलोक, स्वर्गलोक, भूलोक, भूगर्लोक, यही कुराहरूको वर्णन श्री सूक्ष्मानुशासन कथामा गरिएको छ। सृष्टि कसरी भयो र के उत्पत्ति भयो, कसरी उत्पत्ति गरियो। त्यही भएर कुमारजी फेरि आज्ञा गर्नुहुन्छ, यो मुनि संसारको स्वरूप हेर्दा स्पष्ट भन्न सकिन्छ यसमा हरेक कुरा कुनै यन्त्रको चक्र घुमिरहेको छ। किनभने आश्रयको गति जस्तो हुन्छ आश्रितको पनि गति त्यस्तै हुने गर्दछ। विश्वमा रहेका दृश्यको अन्य वस्तुको आश्रय काल हो। त्यो काल चक्र निरन्तर एकछिन नरोकिकन घुमिरहन्छ। जस्तो अहोरात्र 7 बार, तिथि महिना ऋतु वर्ष युग मन्त्र कल्प यिनीहरूको काल चक्र अनादि कालदेखि नै अनन्त काल तक फन्का खाइरहेका हुन्छन्। त्यसैले यस्तो चक्रव्रत समान कालको आश्रित सृष्टि पनि त्यसै गरी घुमिरहन्छन्। जुनसुकै चक्रको पनि घुमाइ हेर्दा छलङ्ग थाहा हुने कुरा हो। आधा भाग चक्रको तल्लापट्टि सर्कन्छ, आधा भाग माथिल्लोपट्टि सर्कन्छ। यस्तै ब्रह्माण्ड प्रकृतिको गति पनि चक्रवर्त भए झैँ फन्का खाइरहने हुँदा त्यसमा सृष्टि 2 किसिमका हुन्छन्, एक व्यष्टि सृष्टि र अर्को समष्टि सृष्टि। त्यसै उसले चक्रव्रत घुम्ने प्रकृतिका फन्कामा व्यष्टित सृष्टिको धारा तलदेखि माथि आउँछ। अतएव तमो गुणका तमो गुणबाट चढ्दै सत्व गुणसम्म पुग्दछ र समष्टि सृष्टिको प्रवाह चक्र भन्ने माथिदेखि तलतिर ओर्लन्छ। त्यसै उसले ब्रह्माण्डमय प्रकृतिमा सृष्टिको अनादि कालमा सत्व गुण बहुल सत्य युग आउँछ। त्यसपछि क्रमशः रजोगुण र तमो गुणको बाहुल्यतामा तारतम्य अनुसार त्रेता, द्वापर र कलि युगहरू प्रफुटित हुँदै जान्दछन् र यस किसिमको युग चक्र लाखौं पटक चक्कर खाइरहन्छ। ब्रह्माण्ड प्रकृतिको गतिविधि पनि सुस्ता सत्वगुणको भुक्तान गर्दै रजोगुणतर्फ घुम्दै फिर्दै आखिर तमो गुणको चञ्चलमा घुस्रन लाग्दछ र जसबाट ब्रह्माण्ड तमोमय हुन जान्छ। चलिरहेको कल्प प्रलयको आघात उतारमा विलीन हुन्छ र त्यसैलाई भन्छन् प्रलय कल्पान्त। सृष्टिको अवसान तथा ब्रह्माण्ड प्रकृतिको एउटा चक्राव्रत गतिको समाप्ति हुन्छ। यस ब्रह्माण्ड प्रकृतिका चक्राव्रत गतिका सिद्धान्त अनुसार यस कुराको अर्थ गर्नु युक्तै हुन्छ।
कुन कुराको भन्ने ब्रह्माण्ड प्रकृतिमा सबैभन्दा पहिलो सत्वगुण बहुल विकास हुनाले प्रथम सृष्टि कालमा सृष्टि हुने मानवहरू पनि पूर्ण सत्व गुणमय हुँदछन्। परन्तु दैविक जगतमा भने यसको उल्टो अपरिपूर्ण तमो बहुल असुरहरू सृष्टि हुन्छ र किनभने ब्रह्माण्ड प्रकृतिको अर्थात् समष्टि सृष्टिको गति तलतिर जाने हुँदा यसको सच्चा सञ्चालन पनि गर्ने तामसिक शक्ति भएका असुर पनि पहिले नै उत्पत्ति भइसकेका हुन्छन्। त्यसपछि मात्र देवताहरूको सृष्टि हुन्छ, अर्थात् दैविक सृष्टिका मा पहिले अपरिपूर्ण असुर उत्पन्न हुन्छन् र त्यसपछि देवताहरू उत्पन्न हुन्छन्। मानव सृष्टिमा पहिलो परिपूर्ण मनुष्य उत्पन्न हुन्छन्, त्यसपछि कर्मश अधिकार कर्तव्यको तारतम्य अनुसार सृष्टिको वेग उभो सर्दै आउँछ। अल्प ज्ञान र अल्प शक्ति भएका मानिस जन्मन थाल्दछन् र सबै पदार्थका शक्तिहरू अचिन्तनीय छन्। हाम्रा चिन्तनीय ज्ञानद्वारा तिनीहरूको स्वरूप थाहा हुन सक्दैन, किन्तु अचिन्तनीय ज्ञानद्वारा मात्र थाहा पाउन सकिन्छ। हाम्रो चिन्तनीय युक्ति तर्कहरू त्यस ठाउँमा मौन सिवाय अरू काम केही गर्न सक्दैनन्। शास्त्रतिर दृष्टि दिँदा सर्व पदार्थका शक्तिहरू अचिन्तनीय ज्ञान गोचर हुनाले सृष्टि रचना आदि शक्तिका अधिष्ठाता ब्रह्माको स्वामित्वमा काम गर्ने हो भन्ने सिद्धान्त पनि पाइन्छ। हुन त कति ईश्वरले आफ्नो विभूति दर्शाउनु सृष्टि गरेका भन्दछन्। कोही सपना जस्तो हो, वास्तवमा केही होइन, के हो त भने मायाको विकास मात्र हो भन्दछन्। ईश्वरको इच्छा मात्र हो पनि कुनै भन्दछन्। कोही कालबाट भएको हो भन्दछन्। भोगका निमित्त सृष्टि हुन्छ पनि भन्दछन्। क्रीडाका निमित्त जगत रचना गरेको हो भनेर पनि भन्दछन्। तर यो सारा पक्षहरू विचारशीलका समक्षमा चिरकालतक अड्दैनन्। वास्तवमा हो के त सृष्टि गर्नु ब्रह्माको एक स्वभाव हो। त्यस्तै सच्चिदानन्द विज्ञान कन्द ब्रह्मदेवको पनि सृष्टि गराउने स्वभाव हो, प्रकृति हो। त्यो स्वभाव आगोको, तातो पानीको, चिसो पानीको जस्तो हो, तातो पानीको चिसोपना जस्तो हो। त्यस व्यापक ब्रह्म सत्ताको अभाव भएका देश काल कुनै छैनन्। अतएव उनकी शक्ति स्वरूपिणी प्रकृति अथवा महामायाको पनि सत्ता सर्वत्र छ। प्रकृति त्रिगुणमयी हुनाले र ज्ञान सत्ता रूपी ब्रह्म व्यापक हुनाले जड प्रकृतिमा चेतनद्वारा स्पन्दन हमेशा भइ नै रहने पनि स्वाभाविक सिद्ध कुरो हो। उसैले चैतन्य सत्ताका आश्रयमा स्पन्दन धमिणी प्रकृतिमा स्वाभाविक स्पन्दन अनुसार अनन्त सृष्टि धारा प्रवाहित हुन पनि स्वाभाविक नै हो। त्यसमा पनि ब्रह्म निमित्त मात्र हो। सृष्टिका निमित्त त वस्तुको आफ्नो आफ्नो प्रकृति नै मूल प्रभु महाप्रकृतिद्वारा प्रेरित भएर सृष्टिको काम गर्दछन्। पहिलो स्तरमा ब्रह्मा र उनकी शक्ति छन्। द्वितीय स्तरमा अनन्त ब्रह्माण्डहरू छन्। तृतीय स्तरमा प्रत्येक ब्रह्माण्डका सृष्टिकर्ता ब्रह्मा छन्। ब्रह्मा आफ्नो परिमाण अनुसार 100 वर्षसम्म बाँच्दछन् र यसै 100 वर्षको आयुलाई पनि भन्दछन्। यसै आधालाई प्रारब्ध भन्दछन्। कालको परिमाण राम्ररी बुझेपछि ब्रह्माको आयुष्य जान्न सकिन्छ। तसर्थ सो देखाइन्छ 15 मिनेटको एक काष्ठ हुन्छ।
30 काष्ठको एक काल हुन्छ, 30 कालको एक मुहूर्त हुन्छ, 30 मुहूर्तको एक अहोरात्र, 30 अहोरात्रको एक महिना यी दुई पक्षहरू हुन्छन्। 6 महिनाको एक अनय हुन्छ। अनय दुईवटा हुन्छन्, दक्षिण आइने र उत्तरायणे। अब यो उत्तरायणे पनि हो, यो उत्तरायणे पनि हो। जहिले पनि अब यो श्री सूर्यनारायणे उत्तरायणे र दक्षिणायने भनिन्छ। दक्षिणबाट अहिले उत्तर दिशातर्फ सूर्यनारायण चाहिँ चल्न सुरु गर्नुभएको छ। दक्षिणायने उत्तरायणे ती दुई अनयका एक वर्ष हुन्छन्। यस मानिसको एक वर्षमा देवताको एक अहोरात्र हुन्छ। दक्षिणायने रात हो, उत्तरायणे दिन हो। यस किसिमले दिव्य परिणाम मिलाउनु दिव्य 12,000 वर्षको मानवीय चतुर्युग हुन्छ। दिव्य 4,000 वर्षको सत्ययुग, दिव्य 3,000 वर्षको त्रेता युग, दिव्य 2,000 वर्षको द्वापर युग, दिव्य 1,000 वर्षको कलियुग अनि सत्ययुगको पूर्व सन्ध्या 400 दिव्य वर्ष, उत्तर सन्ध्या पनि 400 वर्ष। यस्तै त्रेताको पूर्व सन्ध्या 300 वर्ष र उत्तर सन्ध्या पनि 300 वर्ष। द्वापरका दिव्य सन्ध्या दिव्य 200 वर्ष र उत्तर सन्ध्या दिव्य 200 वर्ष। कलिको पूर्व सन्ध्या 100 वर्ष, उत्तर सन्ध्या 100 वर्ष। तदनुसार जोड्दा 10,000 युग वर्ष भयो। युग सन्ध्या परिणाम 2,000 वर्ष भयो र त्यसो समेत जोड्दा 12,000 भयो। त्यसै दिव्य 12,000 वर्षमा सत्य त्रेता द्वापर कलि आदि 4 युग सकिन्छन्। अब कल्पको आदिमा नारायण नामक ब्रह्माजीले सृष्टि गरेको प्रकार देखाइन्छ। अतीत कल्पका आखिरमा निधाएर दिउँदेका महाप्रभु सत्ययुगी ब्रह्माजीले लोक शून्य देख्नुभयो। एकछत्ता भएका यस जगतमा पूर्व कल्पका आखिरमा डुबेकी पृथ्वी पानीभित्र होलिन् भन्ने अठोट गरेर ती डुबेकी पृथ्वीलाई उतार्ने मनुष्यवा लिँदै जस्तै योभन्दा पुराना कल्पमा मत्स्य कश्यप आदि रूप लिनुभयो। त्यस्तै यस कल्पमा वेद यज्ञमय बाराहको रूप लिएर खडा हुनुभयो र उहाँलाई जनलोक निवासी सिद्धहरू स्तुति गर्न लागे। बराह रूपी भगवान भने पृथ्वीको उद्धार गर्ने इच्छा लिएर जलभित्र पस्नु भयो र पातालैसम्म पुग्नुभयो। पृथ्वी पनि देखिन् र स्तुति गर्न लागिन्। अनि दारामा पृथ्वीलाई राखेर एकावरण जलमाथि उत्रन लागेका भगवानको योगीहरू स्तुति गर्न लाग्यो। अनि त्यस पृथ्वीलाई त्यसै अपार जलमाथि समुद्रमा जहाज राखे चाहिँ राखिदिनुभयो र नाउ जस्तै विस्तृत रूप बनाई दिनुभएकाले फेरि डुब्ने डर भएन। अनि त्यस पृथ्वीमा मैदान बनाई पूर्व कल्पका अन्तमा डढेका र लडेका पर्वतहरू सबै यथावत गर्नुभयो र यसमा म अमोघ शक्तिशाली भगवानलाई केही दुःख थिएन भने जस्तोको तस्तै 7 समुद्रले पृथ्वीको भाग अलग अलग पारेर दुर्लोक भूलोक स्वलोकका साथै दुर्लोक समेत कल्पना गर्नुभयो र त्यति गर्दा गर्दै भगवान ब्रह्मा रघु मृति चतुर्मुखी ब्रह्माको रूपमा परिणत हुनुभयो। उनै नारायण चतुर्मुखी ब्रह्मा भएर सृष्टि गर्न थाल्नुभयो। सृष्टिका काममा चतुर्मुखी ब्रह्मा खाली निमित्त कारण मात्र हुनुहुन्छ। प्रधान कारण सृज्य वस्तुकै शक्ति हो। किनभने यस शून्य वस्तु सूक्ष्म वस्तु आफ्नै शक्तिले स्थूल वस्तुको रूपमा परिणत हुन्छ। तसर्थ स्रष्टा ब्रह्मदेव एक निमित्त कारण मात्र हुनुहुन्छ। यस वस्तुले निमित्त सिवाय अरू कुराको अपेक्षा केही पनि गर्न सक्दैन। इति श्री स्कन्द पुराण केदारखण्डे
माघमात्मे कुमारभस्य संवादे श्रीसूक्तानि परमेश्वरीया वर्ध कथायां सृष्टिलोकपरिमाणं भरोद्वारादि पुराण नाम प्रथमोऽध्यायो। हरे नमः। गरं नमस्कार, गरं नमस्कार, श्रीसूक्तानि मातालाई गरौँ नमस्कार। आजको पहिलो अध्याय हाम्रो यहाँ पूर्ण भयो। अब हामी पुष्पाञ्जली गर्छौँ। अब हातमा फुल लिएर पुष्पाञ्जली गर्न सुरु गर्नु। उपनेतु मंगलवः सकलजगन्मलालय श्रीमान् दिनकरात्पुरः निबोधित नवनलीनफलनिभेक्षेण कृष्णः काले वर्षन्तु पर्जन्यः पृथिवी शशालिनी देशोऽहं भोक्ष्यरहितो ब्राह्मण सन्तु निर्भया पुत्राणा सन्तु निर्भया निर्धना सदना सन्तु जीवन्तु सर्वदा शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वतीश्च तीर्थानि सर्वाणि वसन्ति तत्र तत्राच्युतारो कथा प्रसङ्गः या कुन्देन्दु सारधवला या शुभ्रवस्त्रधृता या वीणा प्रदण्डमण्डितकरा या श्वेतपद्मासना या परमाच्युता शङ्कर प्रभृतिभिः सदा वन्दिता श्यामां पातु सरस्वती भगवती निशेषजाड्यापः कायेन वाचा मनसिन्धेर्वा बुद्ध्यात्मना वा आवनश्रुतिः स्वाभवान् करोमि यद्यत् सकलस्मं परस्मै नारायणेति समर्पयेत्। उपनयन्तु सकल जगन्मालालय श्रीमान् दिनकरं किरणं निबोधित नवनलीनतलनिभक्षण कृष्ण काले वर्षन्तु पर्जन्यविभूति शशालिनी येषोऽहं भोक्ष्यरहिता ब्रह्माण्ड सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु निर्भया निर्धना सदना सन्तु जीवन्तु शरदा शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र तत्राच्युतद्वारा कथा प्रसङ्गा या कुन्देन्दु सारधवला या शुभ्रवस्त्रधृता या वीणा परदण्डमण्डितकरा या श्वेतपद्मासना या वर्माच्युत शङ्कर प्रभृतिभिः सदा वन्दिता श्यामां पातु सरस्वती भगवती निशेषजाड्यापः कायेन वाचा मनसिन्द्रियैर्वा बुद्ध्यात्मना वा अनुसृते स्वभावा करोमि यद्यत् सकलं परस्मै नारायणे इति समर्पयेत्। श्रीस्वस्थानि परमेश्वर्यै नमः। यति भनिसकेपछि कथा सुन्ने श्रोता सबैले पुष्पाञ्जली चढाई दण्डवत गरेर आफ्ना आफ्ना मनका चिन्तन वर माग्नु। सकेसम्म त निष्काम केही पनि नसोचेर हे माता हजुरलाई सम्झिएका हौँ भनेर भन्नु अति नै उत्तम हो। यदि कुनै मनमा केही वाञ्छित फलका लागि
सोचिएको छ भने पनि मेरो यो फलानु काम सम्पन्न होस् भनेर पुस्तकलाई ढोक गर्नु भनेर लेखिएको छ र वर माग्नु भन्दै आजको श्री स्वस्थानी व्रत कथालाई यही नै राख्दै भोलि फेरि यसै समय यति नै खेर यही श्री स्वस्थानी व्रत कथालाई लिएर आइनेछ। त्यहाँसम्मको लागि नारायण श्री कृष्ण गोविन्द हरे मुरारे। यदि तपाईहरु कथा श्रवण गर्नका लागि छुट्नु भएको छ भने भोलि नेपाल-इजरायल.net को युट्युबमा गएर तपाईहरुले फेरि यसलाई चाहिँ रेकर्डिङ भिडियो ग्यालरीबाट जो हाम्रो धार्मिक कार्यक्रम छ त्यो भित्र तपाईहरुले हेर्न सुन्न सक्नुहुनेछ। यति भन्दै यदि कुनै मित्रहरू छुट्नु भएको छ भने फेरि पनि भन्दैछु, हामी जति पनि हामीले जो सुन्न कोही छुट्नु भएको छ भने कसैले अब कामको कारणले गर्दा आउन भ्याउनु भएन भने लाइभ सुन्न नपाएका मित्रहरूको लागि यहाँहरूले भनिदिनु होला। हामीले फेरि 5औं अध्याय पुराएपछि फेरि पनि हामी आउनेछौँ फेरि पहिलो अध्यायमा। त्यति भन्दै त्यसपश्चात यो 5औं अध्याय भएपछि फेरि हामी चाहिँ यसै अध्यायमा आएर वाचन गर्नेछौँ। यहाँहरूले जति पनि मित्र हुनुहुन्छ सबैलाई खबर गर्नु होला र सुन्नका लागि सबै मित्रहरूमा कौतूहलता जगाइदिनु होला। जति पनि मित्रहरू हुनुहुन्छ कसैले सुन्न नपाएर मैले त सुन्न पाइनँ भन्ने खिन्नता प्रकट गर्नु पर्दैन। युट्युबमा पनि हाम्रो यही वेबसाइटको युट्युबमा पाइन्छ। त्यसकारण केवल हेर्न मात्रै खोज्न मात्रै दुःख हो। मनले कोटी कोटी प्रणाम गर्दै आज हजुरहरूबाट छुट दिन्छु। र अर्को एउटा कुरा पनि बाँकी रह्यो। हाम्रो यो हिन्दू जागरणको तर्फबाट हाम्रा यो जो प्रत्यक्ष प्रसारण गरिदिने हुने इजरायल.net का प्राविधिक क्षेत्रका हाम्रा मित्रलाई पनि मैले धेरै धेरै धन्यवाद दिँदै र साथै हाम्रो हिन्दू जागरणका सबै जति पनि हिन्दू जागरणका परिवार छन् सबैका तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रमबाट बिदा।